भोलि जवाबदारी त्यो प्रशासन हुन्छ, भोलि त्यो प्रशासनलाई जवाबदारी हुन्छ। हामी सबै हिन्दू एक भएर त्यो प्रशासनलाई पनि कानुनको दायरामा ल्याउन हामीले आउँछ। कुन तरिकाले हामीले ल्याउनु पर्यो? जब तपाईँको सिडिओ साहबले भन्दछ कि हामीले अनुमति दिएको छैनौँ भने तपाईँले कुन आधारले गोली हान्नुभयो? अर्को कुरा म यो नेपाल सरकारलाई भन्न चाहन्छु, जुन अहिले हाम्रो गृहमन्त्री हुनुहुन्छ, देशका प्रधानमन्त्री दुई तिहाईको सरकार, नेपाल अधिराज्यको जति पनि नाका बोर्डर छ, सबै नाका बोर्डरको छेउछाउमा जति पनि घरहरू छ सबैमा छापा हान्नु होला। यो हात र हतियार जब प्रशासनले गोली हानेको छैन भने यो हात र हतियार आयो कहाँबाट? यो आयो कहाँबाट? र अर्को कुरा म नेपाल प्रशासन लगायत नेपाल सरकारलाई सनातन हिन्दूको नाताले तपाईँहरूलाई म 48 घण्टाको चुनौती दिन चाहन्छु। हिजोको घटनाले अगर तपाईँले कुनै विकल्प निकाल्नु भएन भने योभन्दा पनि भयानक आन्दोलन हामी गर्न तयार छौँ। र अर्को कुरा, अझ एउटा बुझ्ने कुरा, आज यत्रो ठुलो देशमा जेनजी आन्दोलन भयो, सिंह दरबार चलाइदियो, त्यतिखेर नेपाल सेना पनि त्यही थियो, नेपाल प्रहरी सशस्त्र प्रहरी सबै थियो, सबको अगाडि चलाइदियो हाम्रो देशको एउटा चिनासी हाम्रो एउटा इतिहासलाई। त्यतिखेर कुनै सरकारले कुनै प्रशासनले गोली चलाएन। आज दुई समुदायको बीचमा हल्का झडप के भयो, तपाईँले गोली चलाइदिनु न? हामी मूर्ख छैनौँ, हामी पनि बुझ्दैछौँ सत्य तत्त्व के हो। कानुनको दायरामा हामी पनि ल्याउँछु र कानुन सबको लागि हो। याद राख्नु होला तपाईँ पुलिस प्रशासनको वर्दी लगाउनु भएको छ, यसको मतलब होइन कि कानुन र कारबाही तपाईँमाथि हुँदैन। जब तपाईँको सिडिओले भनिसक्यो कि हामीले अनुमति दिएको छैन भने कारबाही तपाईँमाथि हुन्छ। अर्को कुरा म फेरिदेखि जानकारी गराउन चाहे, हामी सबै सनातनी एक हो र नेपालमा 82% हिन्दू भएको इतिहास भएको नेपाल पुनः हामी अहिले पनि हिन्दू राष्ट्र मानेको यो देश हो। म सबैजना जानकारी गराउन चाहन्छु, हामी सबै सनातनी एक हो र हामी शान्त छौँ। सनातन हिन्दू धर्म हामी शान्त छौँ तर कमजोर होइन। याद राख्नु होला, हामी शान्त छौँ तर कमजोर होइन। हामीलाई छेड्ने र हामीलाई हमला गर्ने काम नगर्नुहोस्। र म यो सरकारलाई भन्न चाहन्छु, अहिले दुई तिहाईको तपाईँको सरकार छ, तपाईँलाई जेनजी पुस्ताले सम्पूर्ण हाम्रो नेपालवासीले तपाईँलाई समर्थन गरेर ठाउँमा पुगाएको छ भने यस केसमा यस घटनामा तपाईँहरू सत्य तथ्य के हो छानबिन गरी दोषीलाई कारबाही होस् र सुनसरीको